यो घर चाहिँ नडलाएको भए हुन्थ्यो। गाडी डढाए गाडी चाहिँ दुई चार छन्। घरमा आगो लागिसक्यो। घरमा आगो लागिसक्यो नेताको। मलाई त माया नै थियो। ओ घरमा आगो लाओ। अझसम्म त बच्थ्यो। अझसम्म त त्यो ऊ ल्याउनु पाए। अहिलेसम्म त घर डढेको थिएन। अब पानी हाल्ने चिज छैन। गाडीले छैन पानी हाल्ने गाडी। गाडीले डढाए। घर चाहिँ नडढाएको भए हुन्थ्यो के। मर्नु त यो हामीले होइन युवाले गरेको हो। युवाले गरे युवाले जे गर्छ के मतलब छ त छिटो गरे जानु बजार के सबै जग्गा उता मेयरको घर जलाउन गएको छ जाउँ सबैजना। त्यो पनि त जलाउँछ। ऊ पनि भ्रष्टाचारमा परेर देशैभरि हेर्दै छ। यो देवी ऊ जेठाको नाति, म माइलाको नाति। अब मन त रोको छ त नि। के हो कुरो नगर्नु। अब यो उमेरमा गएर के हुनु नरहेर के हुन्छ। घर जानु डढो सब आग लागि भयो। त्यो सरकारी गाडी त्यो भित्र नराख्यो भने पनि त डर्दैन थियो होला। नेताको घर डढ्यो। म त भर्खर हेरेर आउँदैछु। अहिलेसम्म त त्यो पानी हाल्ने चिज भएदेखि बच्थ्यो घर त। गाडी दुईटा सरकारी रहेछन् भित्र, एउटा मोटरसाइकल रहेछ। त्यसै उसले लगाइदियो आगो त्यसैमा। अब मैले के भन्नु। अब त्यो जेठाको पोता, म माइलाको पोता। हेर्नु ऊ भाइ म दाइ हुँ। काभ्रेदेखि नै हामी सँगै। यो काभ्रेमै जन्मेको हो। फेरि यो देवी 3 वर्षको लिएर आएको यहाँ खेतमा। के हो तपाईँ
जे हुनु भइसक्यो होइन अर्कोलाई पनि त जान्छ यो के भएको भने कसो घर भने सरकारी गाडीहरू छन् ऊ त्यो मोटरसाइकल सरकारी हो ए अँ त्यो डराउनको लागि अब घरैमा लाग्यो कसो गर्यो यो देवीको अनि देवीको गर्नु कहाँ छ देवीको। अन्त यहाँ हाम्रो देवी कहाँ सधैँ अन्त देवी अब खोइ कहाँ छ सधैँ छैनन् चेतनगर छ कि छ देवी फेरि धेरै पुण्य काम गरेको थिएँ आज पुण्यको फल पाइए ला त यो मेरो पनि फोटो ए भिडियो बनायो भने त बुवा ल हाम्रो मान्ने सिंहको घर जडेर आयो होइन गाडी साडी